आज चाहिँ हामी बालमण्डल माध्यमिक विद्यालयबाट सम्पूर्ण विद्यार्थीहरू, शिक्षक स्टाफहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदस्यहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सदस्यहरू लगायतको वनभोज कार्यक्रममा यहाँ इलाम जिल्लाको इलाम सदरमुकामदेखि माथि माइपोखरीदेखि देउरालीदेखि 5 किलोमिटर माथि यो टप्पु भन्ने ठाउँ रहेछ। एकदमै राम्रो यो सुन्दर मनोरम दृश्य अवलोकन गर्दै वनभोज खान पाइने यस्तो दृश्य पनि देखिने ठाउँमा यहाँ चाहिँ भव्य रूपमा आज हामी वनभोज कार्यक्रम गरिरहेका छौँ। के गर्दै हुनुहुन्छ सर? के गर्दै हुनुहुन्छ? हेरौँ न के पकाउनु भयो। अलिकति हेरौँ न। होइन भएन, देखाउनु न आज हाम्रो वनभोजमा। ओहो ल यो बाफले अनि यो कस्तो लागिरहेछ सर? कस्तो लागिरहेछ सर? अब यस वर्ष त यहाँ मनाइयो नि सर, यस वर्ष त यहाँ मनाइयो। कस्तो लागिरहेछ? यहाँ त बहुतै राम्रो छ, पानीको चाहिँ अलिक दुःख। ए ल अब आँगन कहाँ हो हेर्दैछौँ है। सर कति साह्रो हेर्नु भएको हिरालाल सर? के खानु भएको? कसैले खानु भएको छैन? हजुर खानु भयो? कस्तो लागिरहेको छ हजुरलाई वनभोज? रमाइलो छ। रमाइलो छ हाम्रो। तपाईको कस्तो छ सर? एकदम ठिकमा छु। वनभोज खाँदैछौँ त हामी। खाका छैन, तयारी गर्दैछौँ। ए अब एकछिन पछाडि हुन्छ। तुलसी सर हजुरलाई यसपालि हाम्रो नवप्रवेशी सँगसँगै स्वागत गर्दै वनभोज पनि ल्याएका छौँ। कस्तो लागिरहेको छ? रमाइलो भइरहेछ होइन? सालीले यस्तै मनाउँदै जानुपर्छ। खुसी व्यक्त गरे है। टिका सर कस्तो लागिरहेको छ? के बनाउन आँट्नुको लागि? ए जीवन मिस यो छोइला बनाउने चाहिँ खोर्सानी त ड्याममै बोक्नु भएको छ। यहाँ हाम्रो अचार कुट्ने ढिकी पनि हेर्दिनु। यो चाहिँ ढिकी है। आहा कस्तो राम्रो छ हैन? यहाँ के पकाउनु छ? स्याउ भन्छ यसलाई। यहाँनेरि छ हाम्रो यो ग्यास हो। हाम्रो यो ग्यास हो। यो ग्यास हो हैन? टिका सरले चाहिँ उहाँ विवरण दिइरहनु भएको छ है कुरो। अनि यहाँ के छाल्नु भएको? तेल उब्रेको तेल फ्याक्ने हो, तेल भएर हुन्छ यो किन अलि मजाले खरिएको जस्तो देखिँदैन सर? खरिएकोले राम्रो गर्दैन र यस्तोलाई चाहिँ यसो गर्ने हो र। हजुर ल भान्सेले खान मिल्दैन है। यहाँ के छोपेको छ? ए यस्तो गरेर चाहिँ यो लाउनु र गरिरहेका छौँ। एकछिन समय मिलाएर माथि गफ गर्दै हुनुहुन्छ क्या हो? भिडियो बनाउँदै आएँ आज बालमण्डल माध्यमिक विद्यालयको यो वनभोज कार्यक्रम, लघु शैक्षिक भ्रमण पनि। अनि यहाँ चाहिँ हाम्रो व्यवस्थापन समिति अध्यक्ष, यतापट्टि शिक्षक अभिभावक सङ्घ अध्यक्ष, दुईजना गफ गर्दै हुनुहुँदो रहेछ। कस्तो लागिरहेछ भनिदिनु न। धन्यवाद मिस। बालमण्डल माविको यो पिकनिक कार्यक्रममा आज हामी सहभागी भएका छौँ। यसमा धेरै खुसी लागेको छ, किनभने सबै यहाँ अध्ययन गर्ने भाइ बहिनीहरू, अध्यापन गर्ने गुरुहरू, साथै हामी व्यवस्थापन समिति अभिभावकहरूको सबैको एकदम सक्रियतापूर्वक यहाँ सहभागी भएको कुरा मैले महसुस गरेको छु। र आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू, विभिन्न कार्यक्रम लिएर विभिन्न ठाउँमा जाने एउटा व्यवस्थापन मिलाउनको लागि हामी सम्पूर्ण गुरुवर्ग, शिक्षक, साथै विद्यार्थी भाइ बहिनी र विद्यालय व्यवस्थापन समिति सबैको यसमा ठुलो भूमिका रहन्छ भन्ने कुरा म व्यक्त गर्न चाहन्छु। हवस् त धन्यवाद। धन्यवाद। कस्तो लागिरहेछ अलिकति भन्नु? मलाई पनि खुसी लागेको छ। अब हामी यसरी चाहिँ हाम्रो वनभोज कार्यक्रममा सरिक हुन पाइयो र सरहरू, मिसहरू सबैजना खटेर चाहिँ हाम्रो यो पिकनिक कार्यक्रमको खानेकुराहरू बनाइरहनु भएको छ। सबै हाम्रो हेड सर अत्याधिक खटिराख्नु भएको देखिराखेका छौँ। त्यसले गर्दाखेरि तपाईँको चाहिँ यसरी कहिलेकाहीँ अब पढाइलाई मात्रै निरन्तरता दिनुभन्दा यस्तो आउट नलेज भनेको चाहिँ अतिरिक्त क्रियाकलाप सम्बन्धी यो वनभोज कार्यक्रम पनि पर्छ भन्ने मलाई लाग्छ होइन। यसरी चाहिँ गर्दाखेरि तपाईँको चाहिँ हाम्रो विद्यालयले पनि समय समयमा विद्यार्थीहरूलाई चाहिँ अतिरिक्त क्रियाकलापहरू गराउने, यस्तो पिकनिक शैक्षिक भ्रमणहरू गराउने। गत साल हामी चाहिँ शैक्षिक भ्रमणको लागि चाहिँ
नेपाल के भन्छ पानीटार, भानुभक्त मावि, गुफाथुङ्गी लगायतका ठाउँहरू घुमेको थियौँ। वर्षै नै हामीलाई पनि यो घुम्ने अवसर र सामेल हुने अवसर दिनुभएकोमा विद्यालयलाई हामी पनि चाहिँ धन्यवाद भन्दै फेरि पनि विभिन्न समयमा चाहिँ विद्यालयले गर्ने यस्ता अतिरिक्त क्रियाकलापमा वनभोजदेखि विभिन्न कार्यक्रममा हामी पनि सहभागी हुन मौका मिल्छ भन्ने आशा राख्दै धन्यवाद भन्न चाहन्छु। ल धन्यवाद। ठाउँ पनि अति मनोरम दृश्य यस्तो देखिने खालको रहेछ है नानीहरूको लागि। राम्रो हजुर हस् त धन्यवाद। यस्तो राम्रो दृश्यहरू यसरी चाहिँ यी धुप्पी सल्लाहरू यति राम्रो धुप्पी सल्लाहरूको बिचमा वरिपरि धुप्पी सल्ला र बिचमा चाहिँ यो बिचमा यस्तो खालको चौरी भएकोले गर्दाखेरि पनि एकान्त अनि यो सुन्दर कतै फोहोर मैला नभएको ठाउँ यो सन्दकपुर गाउँपालिकामा पर्ने टप्पु भन्ने ठाउँ रहेछ। हामी पहिलोपटक आएको अत्यन्तै सुन्दर रहेछ यो चाहिँ। यहाँबाट कञ्चनजङ्घा हिमालको दृश्य छिन्टापु अनि लगायतका दृश्यहरू पनि यहाँ देख्न पाइने रहेछ। राम्रो रहेछ, हजुरहरू पनि आउनु होला है त।